दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले राजनीतिको कुरा गर्दा, कूटनैतिक अथवा परराष्ट्र सम्बन्धको कुरा गर्दा, सुरक्षा सम्बन्धी कुराहरू गर्दाखेरि क्यालिब्रेसन अथवा रिक्यालिब्रेसन भन्ने शब्द सुन्नुभएको छ। म त्यसकै बारेमा अहिले तपाईँहरूसित केही चर्चा गर्न गइरहेको छु। म वन अनुसन्धान तथा सर्वे क्षेत्रको प्राविधिक पनि भएको नाताले यो क्यालिब्रेसन भन्ने शब्दलाई व्यावहारिक रूप पनि मैले धेरैचोटि प्रयोग गरिरहेको छु र रिक्यालिब्रेसन पनि गरेको छु। हाम्रो सर्वेमा के हुन्छ भन्दाखेरि भने एउटा भर्टेक्स भन्ने मेसिन छ। त्यो मेसिनले कुनै पनि वस्तुको दूरी दिन्छ। दूरी होरिजेन्टल पनि दिन्छ, भर्टिकल पनि दिन्छ। होरिजेन्टल दूरी दिँदाखेरि त्यसको चाहिने जमिनको दूरीको हिसाब हुन्छ भने तपाईँ चाहिँ भर्टिकल चाहिने दूरी दिँदाखेरि त्यसको कुनै पनि वस्तुको हाइट, पहाडको हाइट, रुखको हाइट अथवा कुनै पनि भवनको हाइट हामीले सिधै डिजिटल प्रविधिमा नाप्न सक्छौँ। त्यसको निम्ति त्यो मेसिनलाई चाहिँ क्यालिब्रेसन गर्नुपर्ने हुन्छ। त्यो क्यालिब्रेसन भनेको कुरा के हो भने मेसिनले सही डिस्टेन्स दियोस्, सही नाप दियोस् भनेर त्यसलाई चाहिँ हामीले त्यसलाई सङ्केतहरू र सूचना दिने जो एउटा माध्यम हुन्छ त्यसलाई क्यालिब्रेसन भनिन्छ। त्यसलाई हामीले चाहिने चलन चल्तीमा हरेक 10 मिटरको मा चाहिँ त्यसलाई क्यालिब्रेसन गर्छौँ। त्यो क्यालिब्रेसन भनेको यति दूरी भनेको 10 मिटर हो र यसको आधारमा तिमीले चाहिने अब्जेक्टलाई नापेर सही दूरी र त्यसको सही हाइट देऊ भनेर मेसिनलाई जुन हामीले सङ्केत पठाइन्छ त्यसलाई क्यालिब्रेसन भनिन्छ। अब यो क्यालिब्रेसन चाहिने एकचोटि क्यालिब्रेसन गरियो, लामो समयसम्म क्यालिब्रेसन गरिएन भने मेसिनले फेरि ठिक तरिकाबाट त्यसको डिस्टेन्स दिन सक्दैन र त्यसलाई फेरि हामीले रिक्यालिब्रेसन गर्नुपर्छ। त्यस्तै गरी राजनीतिमा अहिले क्यालिब्रेसन र रिक्यालिब्रेसनको शब्दहरूको पनि छनौट धेरै नै भइरहेको छ र प्रयोगहरू चाहिँ भइरहेको छ। विशेष गरी नेपालको परराष्ट्र नीतिमा रिक्यालिब्रेसन गर्नुपर्छ भन्ने चाहिँ आवाजहरू अहिले सुनिरहेको छ। त्यसकारणले नेपालको परराष्ट्र नीति क्यालिब्रेसन कहिले भयो त भन्दाखेरि भने जतिखेर शीतयुद्ध चलिरहेको थियो, नेपालमा त्यतिखेर राजा महेन्द्रको चाहिने नेतृत्वको पञ्चायती व्यवस्था थियो, त्यतिखेर चाहिँ नेपालको चाहिने परराष्ट्र नीतिको क्यालिब्रेसन भएको हो पहिलो पटक, होइन? त्यतिखेर नेपालले असंलग्न परराष्ट्र नीति अपनायो र अमेरिका, चाइना, इन्डिया, रुस लगायत सबै देशहरूसित चाहिँ एउटा समदूरीमा, लगभग समदूरीमा चाहिँ सम्बन्ध स्थापित गर्ने र सबैका सहयोगहरू नेपालमा ल्याउनको निम्ति त्यतिखेर नेपाल सफल भएको थियो र त्यसलाई अपेक्षाकृत रूपमा सफल परराष्ट्र नीति पनि हामी भन्न सक्छौँ। र त्यतिखेर चाहिँ नेपालले आफ्नो परराष्ट्र नीतिलाई चाहिँ ठिक ढङ्गले क्यालिब्रेसन गर्यो भनेर भन्न सकिन्छ। त्यसपछि आजका दिनसम्म यहाँसम्म आउँदाखेरि विश्वमा जे जस्ता फेरबदलहरू भए, नेपालमा जे जस्ता राजनैतिक परिवर्तनहरू भए र विश्वमा चाहिँ अब शीतयुद्धको समाप्ति, त्यसपछि एकल चाहिने अमेरिकी ध्रुवको वर्चस्व, त्यसपछि विश्वमा चलिरहेका विभिन्न युद्धहरू, अब अहिले ब्रिक्सको उदय, डिडलराइजेसनका कुराले गर्दाखेरि विश्व फेरि क्रमशः पहिला बहुध्रुव थियो, बहुध्रुवबाट एकल ध्रुवमा आएर अहिले फेरि पुनः बहुध्रुवका लाक्षणिक कुराहरू चाहिँ देखिराखेका छन्। विश्वका शक्ति सङ्घर्षहरू चाहिँ परिवर्तन भएका छन् र शक्ति केन्द्रहरू चाहिँ पनि परिवर्तन भएका छन्। अब यस सन्दर्भमा नेपालको परराष्ट्र नीति के हुने भन्ने विषयमा कुरा गर्दाखेरि नेपालको परराष्ट्र नीतिलाई अहिले चाहिँ निर्ममपूर्वक समीक्षा गर्ने भने बढी अमेरिकातर्फ ढल्केको पाइन्छ र चाहिँ विशेष गरी एमसिसी संसदबाट पास गरिसकेपछि नेपालले इन्डो पेसिफिक सैन्य रणनीतिमा आफ्नो सहमति र सहभागिता देखाइसकेपछि र अहिले एसपिपीसम्मको चरण, युरेनियमलाई अमेरिकन बहुराष्ट्रिय कम्पनीलाई दिनेसम्मका चर्चाका चरणसम्म आइपुग्दाखेरि नेपाल अमेरिकी खेमातिर ढल्केको नै पाइन्छ र यहाँको चाहिने सरकारवाला राजनैतिक शक्ति पनि अमेरिकन नर्सरीमै पैदा भएको, अमेरिकन डक्ट्रिनलाई नै आफ्नो मूल डक्ट्रिन मान्ने र सँगसँगै चाहिने मुनेरो डक्ट्रिन समेत भनेर नेपाललाई इन्डियाको प्रभावमा पनि राख्न सकिन्छ भन्ने खालका अभिव्यक्तिहरू चाहिँ अहिले नेपालमा आइरहेका छन्। र यो सन्दर्भमा सोच्दाखेरि नेपालको कस्तो एउटा बचकाना चाहिने परराष्ट्र नीति कहीँ कतिपय मान्छेहरूले चाहिँ भन्ने गर्छन् भने हामीले चीन र भारतको नेपालप्रतिको हेजेमोनीलाई कन्ट्रोल गर्नको निम्ति, नियन्त्रण गर्नको निम्ति अमेरिकालाई यहाँ चाहिने भित्र्याउन जरुरी छ सक्रिय रूपमा भन्नेसम्मको तर्क गर्छन्। त्यसकारणले यो तर्क चाहिँ अत्यन्त बचकाना तर्क र नेपालको निम्ति दीर्घकालीन रूपले चाहिँ फाइदा दिने तर्क चाहिँ होइन। र नेपालको पक्षमा के हो त भन्दाखेरि भने अमेरिकालाई नेपाल स्वयं चाहिया होइन, तर नेपाललाई किन उसले महत्त्वपूर्ण ठान्छ भन्दाखेरि भने एक
चीन घेर्ने रणनीतिको निम्ति नेपाल एउटा बेस क्याम्प, असाध्य राम्रो बेस क्याम्प हुनसक्छ अमेरिकाको लागि भने अर्को नेपालको हिमालयमा भएको युरेनियम लगायत रियर खनिजहरूमा पनि अमेरिकी चासो। त्यस कारण चाहिँ नेपाल चाहिँ अमेरिकाको निम्ति महत्त्वपूर्ण छ। चीनलाई नेपाल किन महत्त्वपूर्ण छ भन्दाखेरि भने चीनले नेपालको कारणले गर्दाखेरि भारतसितको सम्बन्धलाई सन्तुलन राखेको छ। नेपालको निम्ति चीन जति महत्त्वपूर्ण छ नि, चीनको निम्ति नेपाल त्योभन्दा धेरै महत्त्वपूर्ण छ। हेर्नुहोस्, उसले आफ्नो चाहिने बोर्डर सेक्युरिटीमा कति खर्च गरिरहेछ, तर नेपालको बोर्डर जहाँ जहाँ हिमालय छ त्यहाँसम्म उसको बोर्डरको खर्च केही पनि छैन, भए पनि नोमिनल खर्च छ। इन्डियाको पनि त्यस्तै छ, नोमिनल खर्च छ। भने हामीले इन्डिया र चाइनाको रणनैतिक लाइन, सामञ्जस्य सन्तुलनको रणनैतिक लाइनको रूपमा चाहिँ नेपालले काम गरेको छ। यति महत्त्वपूर्ण ठाउँमा हाम्रो देश नेपाल छ। अब चीनको नेपालप्रतिको चासो, रणनीतिक चासो के हुनसक्छ भन्दाखेरि भने नेपालको भूमि चीन विरुद्ध परेको हुन्छ कि हुँदैन, विशेष गरी तिब्बती शरणार्थी फ्री तिब्बत गतिविधिको सवालमा। र अब अहिले एसपीपी, एमसीसी लगायत अमेरिकी सेनाको जो नेपालभित्र चासो छ, युरेनियमभित्र चासो छ, यो कारणले गर्दा उसको सार्वभौमिकतामा असर पर्छ पर्दैन भने चीनको चासो छ। अब इन्डियाको चासो के छ नेपालप्रति भने सकेसम्म नेपाललाई आफ्नो परराष्ट्र र सुरक्षा उसको छातामुनि राख्ने नै हो। यो उसले पञ्चायत व्यवस्थादेखि अहिलेसम्म कोसिस गरिराखेकै छ। आफ्नो सुरक्षा मुनेरो डक्ट्रिन भन्ने चाहिने पनि त्यही नै हो कि छिमेकी शक्तिशाली देशको चाहिने छत्रछायामा रहनु। अब उस चाहिँ के छ, नेपाललाई छत्रछायामा राख्न चाहन्छ र नेपालको विशेष गरी प्राकृतिक साधनहरू, पानी, वनजङ्गल र चाहिने योहरूप्रति चाहिँ भारतको चाहिँ चासो छ। यसरी हामी विभिन्न चाहिने चासोहरूबाट चाहिने घेरिएका छौँ र यो बेलामा हाम्रो परराष्ट्र नीति कहिले अमेरिकासित एकदमै नजिक भए जस्तो सैन्य रूपमा पनि, कहिले होइन चीनलाई पनि ब्यालेन्स गर्नुपर्छ भनेर चीनतिर पनि यसो नजर दिने, कहिले इन्डियालाई पनि चाहिने अब हल भनेर विभिन्न सन्धि सम्झौता मार्फत चाहिने इन्डियाको चाहिने वर्चस्व यो देशभित्र रहने, त्यो किसिमको कुरामा यहाँका सरकार राजनीतिक पार्टीहरू फस्दै गइरहेका पनि छन्। र यो स्थितिमा हामीले पञ्चायत व्यवस्था हुँदा महेन्द्र चाहिने त्यसको चाहिने देशको नेतृत्वमा हुँदाखेरि जुन खालको परराष्ट्र नीति त्यतिखेर क्यालिब्रेसन भइरहेको थियो, अब आजको दिनमा आउँदाखेरि त्यो परराष्ट्र नीतिलाई क्यालिब्रेसन बिचमा रिक्यालिब्रेसन नगरेको कारणले गर्दाखेरि हाम्रो परराष्ट्र नीति सही ट्र्याकमा छैन, अथवा क्यालिब्रेसन गर्ने मेसिनले सही किसिमको नापन र दूरी हामीलाई दिएको छैन। यसलाई राजनीतिक कूटनैतिक अर्थमा बुझ्नु होला। र अब हामीले के छ भने रिक्यालिब्रेसन जरुरी छ। विशेष गरी अमेरिका, चाइना, भारतको सम्बन्धलाई हामीले सन्तुलित, व्यवस्थित र चाहिने उच्च कूटनैतिक क्षमताको आधारमा व्यवस्थापन गर्न सकेनौँ भने यसले हाम्रो देशलाई चाहिने रणमैदान बनाउन सक्ने खतरा छ। अब रिक्यालिब्रेसन भनेको कुरो के हो त भन्दाखेरि भने हामी स्पष्ट रूपले कुनै पनि सैन्य सङ्गठनको सदस्य हुनु हुँदैन। न इन्डो पेसिफिक सैन्य रणनीति अहिले पेसिफिक सैन्य कमान्डको रूपमा त्यो आएको छ, न त्यसको चाहिने हामी चाहिँ सैन्य गठबन्धनको सदस्य हुनुपर्छ। अब पेसिफिक कमान्डका चाहिने मिटिङहरू, कन्फरेन्सहरूमा नेपालको चाहिँ तर्फबाट भाग लिने कामहरूलाई पनि हामीले बन्द गर्नुपर्छ। हाम्रो चाहिने तालिम, गोष्ठी, सेनासित सेनाको चाहिने सम्बन्धको चाहिने कुराहरूलाई हामीले सामञ्जस्य गर्दै चीन, भारत, अमेरिकासित चाहिँ सामञ्जस्यको चाहिने सन्तुलनको रणनीति अनुसार हाम्रो सैन्य चाहिने सम्बन्धहरू चाहिँ हुनुपर्ने आवश्यकता छ। चीनको पनि सैन्य सङ्गठनमा हामी सहभागी हुँदैन। अब मुख्य रूपमा म अझ के भन्छु भने भारतको स्थल सेनाको सेनापति र नेपाली सेनाको सेनापति एक दुवै देशको मानार्थ सेनापति हुने चलन पनि अब रोक्नुपर्छ। यो आवश्यक छैन। यसले कहीँ न कहीँ रूपमा साइकोलोजिकल्ली रूपमा भारतको छत्रछायामुनि नेपालको चाहिने सेना रहेको कुराको सङ्केत दिन्छ। यो आवश्यक छैन। त्यसकारणले नेपालको सेनालाई चुस्त, बलियो, व्यावसायिक बनाउँदै लिएर गएर चाहिने यो चाहिँ सच्चा देशको पहरादारको रूपमा चाहिने एउटा स्थापित गर्नुपर्ने अहिलेको आवश्यकता हो। त्यसकारणले हामीले यो सबै वैदेशिक परराष्ट्र नीति, कूटनैतिक नीतिको रिक्यालिब्रेसन गरौँ। रुससित पनि हामीले चाहिने सम्बन्धलाई विकास गरौँ, होइन? यो तरिकाबाट हामी गइयो भने हाम्रो नेपाललाई लामो समयसम्म चाहिने हामी एउटा हितकर चाहिँ परराष्ट्र नीति
अपनाउने पक्षमा हामी पुग्छौँ। अब नेपालमा अहिले के छ त भन्दाखेरि भने पुराना राजनीतिक शक्तिहरू धाराशाही भएका छन्। उनीहरू आफ्नै गल्तीले फतक्क गलेका छन्। मनोवैज्ञानिक रूपमा पनि उनीहरूसित कुनै तागत छैन। नयाँ राजनीतिक शक्ति जो अमेरिकन नर्सरीबाटै हुर्केर आइरहेछ, यसले यो सन्तुलन, यो भूमिका निर्वाह गर्न सक्दैन। त्यसो भए कसले हो त नेतृत्व गर्ने भन्दाखेरि भने चाहेर अथवा नचाहेर देशको परिस्थिति, बाध्यात्मक परिस्थितिमा कुरा गर्ने हो भने नेपाली सेनाले नै चाहिने कूटनैतिक र ढङ्गमा परराष्ट्र नीतिलाई चाहिने ब्यालेन्स गर्नको निम्ति र चाहिने यसलाई रिक्यालिब्रेसन गर्नको निम्ति नेपाली सेनाले नै गम्भीर ढङ्गले चाहिने अगाडि बढ्नुपर्ने मैले देखेको छु। हेर्नुहोस्, मैले चाहिने कुनै चाहिने अब सैन्य शासनको चाहिने चाहिँ होस् भन्ने चाहनाले पनि यो कुरा बोल्या होइन। अनि खै त नेपालमा कुन संस्थाले चाहिने यो कुराको नेतृत्व गर्छ? राजनीतिक संस्थाहरू धाराशाही भइसकेपछि सर्ट टाइम, अल्पकालीन अथवा अन्तरिम पिरियडमा भए पनि सेनाले त चाहिँ यो विषय त अगाडि त बढाउनु पर्यो। त्यसकारणले नेपाली सेनाले नेपालको परराष्ट्र नीतिलाई चाहिने रिक्यालिब्रेसन गरोस्। चीन, अमेरिका, भारत, रुस लगायत विश्वका शक्तिशाली देशहरूलाई कसरी सन्तुलनमा राख्न सकिन्छ, कति हदसम्म चाहिने हाम्रो चाहिने सम्बन्ध अगाडि बढ्ने हो र कतिको हाम्रो कुन बोर्डर लाइन हामीले क्रस गर्न हुँदैन भन्ने कुरामा चाहिने नेपाल अत्यन्त चनाखो र अत्यन्त गम्भीर संवेदनशील हुनुपर्ने जरुरी छ। र मैले आजका मितिमा यति नै भने। नेपालका राजनीतिक शक्तिहरू, टप ब्युरोक्रेटहरू, सेना, नेपाली सेना र नेपाली जनता समेत यो विषयमा अवेर हुन चाहिँ जरुरी छ। हस्, धन्यवाद।